पित्राको गफ गर्न पित्राको खै लरी बहिनी खै लगाऊ हेलो साथीहरु सेवा नमस्ते वेलकम ब्याक माई युट्युब च्यानल स्मित प्रेरणा सुचा फेरि पनि स्वागत छ हजुरहरुलाई मेरो अर्को नयाँ भिडियोमा नयाँ दिन नयाँ ब्लगको साथ उपस्थित भइसकेको छु आई होप हजुरहरु सबै सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथ नयाँ भिडियोको सुरुवात गर्दैछु आज चाहिँ न्यू इयर पनि रहेको छ 2082 सालको हजुरहरु सम्पूर्णलाई धेरै शुभकामना भन्ने बिहान बिहान यहाँ सब्जीबारीबाट भिडियो स्टार्ट गरिरहेछु साथीहरु आज चाहिँ हाम्रो कहीँ घुम्ने प्लान छैन सामखा गर्न लागेको छौं घरमा सामखा गर्नलाई बाजेहरु चाहिँ आउँदै हुनुहुन्छ अनि हामी चाहिँ यहाँ रेडी गर्दैछौं सामानहरु सामखा भनेको चाहिँ हाम्रो पुर्खा पितृ बाजे बोजूहरुको नाममा गरिने पूजा चुला कुल पूजालाई चाहिँ सामखा भनिन्छ यानि कि पित्र अनि हामी चाहिँ आज पित्र गर्दैछौं अनि म चाहिँ यहाँ बारीमा छु अनि नेचरसँग रमाउँदै भिडियो स्टार्ट गरिरहेछु यताबाट घाम उदाइरहेछ अनि म यहाँ बारीमा छु अब घर जान्छु घरमा गएर काम छ स्टे ट्युन हाम्रो चाहिँ लाइट मारेको छैन लाइट मार्न बाँकी छ हाम्रोमा चाहिँ यहाँ गुलाबको फूल राम्रो अनि साथीहरु यो पित्र गर्दाखेरि चाहिँ हामीले हाम्रो वरिपरि छिमेकीहरु बोलाउँछौं अनि दाजुभाइहरु बोलाउँछौं अनि पित्र गर्छौं Happy New Year, Mommy. Thank you, छोरी. Happy New Year, छोरीलाई पनि. Baba, Happy New Year. Thank you, छोरी ल. नयाँ वर्षको शुभकामना. यताबाट घाम आउँदैछ बिस्तारी. Happy New Year सबैजनालाई. हाम्रो बाजेले चाहिँ पित्र गर्नको लागि यहाँ घुङ्ग्री रेडी गर्दै हुनुहुन्छ. हाम्रोमा यहाँ पित्र गर्नको लागि चाहिँ मम्मीले रेडी गर्दै हुनुहुन्छ हाम्रो यही हो साथीहरु मेन चुला तीन चुला चाहिँ यही चुलाको पूजा गर्छौं साथीहरु आज अनि यहाँनेरि आगो बाल्नु भएको छ मम्मीले काम पाइनास् भन्नु न तेरो कामै त्यही त हो म चाहिँ यहाँ अचार बनाउनलाई कोपी काट्दैछु है साथीहरु काका ह्यापी न्यू इयर ह्यापी न्यू इयर सबैलाई छ है मैले उहाँ पनि घरमा बसेको कि यहाँहरूको घरमा यस्तो गर्छ यस्तो सबैलाई त्यहीँदेखि बुझ्नु सबै त हामी ढोकी राख्नु गएर ढोकी राख्नु पर्दैन होइन सजिलो कि सब्जीको लागि आलु धनिया हाल्नुपर्छ अब गुड मर्निङ छानु के गुड मर्निङ भनेको ह्यापी न्यू इयर मेरो भाइ हामीले चाहिँ पित्रको लागि रेडी गरिसक्यौं सामानहरु बाजे चाहिँ अहिले आउनु भएको छैन आफ्नो घरमा पित्र गरेर अनि आउनुहुन्छ अनि हाम्रोमा गर्नुहुन्छ अनि आज अलि ढिलो हुन्छ पित्र हाम्रो चाहिँ नत्र अघि भइसक्ने थियो अनि बाजेलाई वेट गरिरहेछौँ हामी अनि आज चाहिँ हामी घरमा सबैजना छौँ काकी चाहिँ हुनुहुन्न काकीको चाहिँ काम परेर बाहिर जानुभएको छ त्यही भएर हामी काकीलाई पनि फोन गर्छौँ फोनबाट ह्यापी न्यू इयर भन्छौँ यहाँबाट पनि ह्यापी न्यू इयर काकीलाई तपाईलाई धेरै शुभकामना नयाँ वर्षको ह्यापी न्यू इयर काकी ह्यापी न्यू इयर सेम टु यु आजको दिनदेखि नै सबैको हर्षोल्लासको साथ बितोस् है हाम्रो त जहिले यस्तै हामी त यो 82 सालै मरिजन त्यस्तै बितोस् खुसीकै मात्र खबर हो मेरो बहिनी किन भिडियोमा आऊ ह्यापी न्यू इयर काका थ्याङ्क यू सेम टु यु छोरी हेलो एभ्रिवान म आएँ फेरि पनि साथीहरु म चाहिँ यो दुईटालाई लिन आएको थिएँ अनि अब लिएर जाँदैछु मै घर काका हजुर सन्चै हुनुहुन्छ एकदम नयाँ वर्षको एकदम राम्रो बाँचिएछ है छोरी
गिलासमा यसरी हात पक्रियो पितृ आज खाइँदैछ नयाँ सालमा छोरीहरूकोमा एकदम बधाई छ ल बधाई 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 ल है बाजे अर्को साल सेम कपी लौ चमेली भन चमेली 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 हाम्रोमा चाहिँ अब बाजे आइसक्नु भएको छ अनि यहाँ पित्र गर्नला अब मम्मी चाहिँ यहाँनिर चिन्डो भर्नु हुँदैछ पित्रको लागि माङकोक राख्ने थाल इलो पूजा सुरु भयो हेलो यहाँ काकाले चाहिँ माङकोक पस्किँदै हुनुहुन्छ कुकुरो भुत लाइन्छ यहाँ जहिले सिरी सिरी टार्जनजी हाम्रो दाजुको पित्र आज नयाँ सालमा लालबहादुर से बुदाङ्गे तबुतु ताताहरू से किन उदाना मुलुकना रहर मान्छे तबुतु ताताहरू से खादा दुर्ग प्रसाद चाहिँ उदा ततायाङ किन सैजराको किन आइना मुलुकना सैजराको किन को मनबहादुर से ततायाङ किन उदाना भीमबहादुर से उदाङ्गे ततायाङ किन मुल सैजराको विष्णुमाया मारामा सामखा चिओ विष्णुमाया उदाना मुलुकना हनाना आइना उदाना उकाना उदाना उदा पुतला से पेलुङ किना सैजराको छातीवा से पेलुङ चम्किना सैजराको छापाङ से पेलुङ चम्किना सैजराको से उदा मुल सामखा तबुतु तातार चिकिना यारी हाङमा यान खामा उदाना मुलुक दक्षा से युङका बुवा से युङका किना यारी हाङमा यान खाङमा ओकोना मुलुकना आइना मुलुकना माइदान आइ उदाना मुलुकना रिसा गोसा सेमा सैजराको किना मुलुकना आइना मुलुकना सैजराको किना पलनी सैजराको किना सोइ कुदीमा से कुदीमा चाहिँ से तबुतु तारा चाहिँ उदाना बजुमा आङ्किना धाना धाना कुदीमा चाहिँ से खानाङे उदाना ततारु चिकिना तोला दाय ततारु चिकिना उदाना मुलुकना सैजराको किना उना सोही लागपाला के हो ठीक भयो सँगसँगै एकदम ठक मिल्दैन सैजराको किना के तालमा यार सँगसँगै खाना मुलुकना आइना मुलुकना खाना मुलचिया चाहिँ फका खुदा दाना मुलुकना सैजराको किना आइना मुलुकना उदान दिया दिमा चाहिँ मरक या म माथि म्याङ मिसे खाना मुलुक ततुङ सुतारु चिकिना मरक या म यसरी काट्छ के चाहिँ अचानक चाहिँ सैजराको उदान मुलुक वा सिंगिनी भने सपचा सुवाचा वा सिंगिनी सैजराको किना आइना मुलुकना सैजराको उदाना मुलुकना आइना मुलुकना बोला दोङा हिदोङा उदाना मुलुकना आइना मुलुकना सैजराको किना आइना मुलुकना उपना मुलुकना उना दङवाङा किना पनिङनी ओनै सैजराको किना बोला दोङा आइना मुलुकना सैजराको किना फाक्लुङ चियो महालुङ चियो देकालुङ चियो हुमालुङ चियो देकालुङ चियो हुमालुङ चियो थुमालुङ चियो सुनालुङ चियो खाना लाइना पनिङनी ओनै सोही बनाउँदा गरेर हुन्छ नि चित्रहरू छ भने चित्र त्यहाँ छ भइगयो पोली राख्नु होइन चित्र त अघि त्यहाँ फुल सामखा चाहिँ सक्यो अब यहाँ चाहिँ के गर्नु भयो माङ्छा गर्ने अब रक्सी खाएको डिस खाएको भाइलाई भएन ह्याप्पी न्यु इयर काकी सेम टु यु हजुरलाई पनि म त लिँदैछु पित्रको दिन आस सामखा सक्यो साथीहरू अब यहाँ माङ्छा गर्नु लागेको डर के आगे जीत है क्या है वो क्या है माउन्टेन ड्यू जोडी छ भने त अन्डा चाहियो छैन भने अन्डा चाहिँ बाहिर चाहिँ के हुँदैछ हेरौँ हाम्रो यहाँ अचार बन्दैछ खाम जस्तो लाग्यो हेर्दाखेरि नै यतिको मास्टर सेफद्वारा बनेको अचार खानको लागि चाहिँ हामीलाई भन्नु होला साथीहरू छोप उता छ छोपेर राखेको छ हजुर अचार त बाहिर पो छ त सामखा सक्यो अनि प्रसाद बार्नु हिँड्दैछु अनि बार्नु भन्नुभएको अरे होइन
अलिअलि खाइदिनु त ल्याएको छ यसको भलकमा पनि यसो के होस् मेरो भ्लगमा लु त लु खेल्दै फेरि ठुलो चाहिँ अरे काकालाई ठुलो चाहिँ अरे अनि उ त खानु पर्यो नि त भित्रको चिसो यो लानु यो लानु ल हस् काका पित्रा कस्तो हुँदैछ काकाहरू नम्बर हाम्रो राईको पित्रा भनेको चाहिँ है गर्नुपर्छ खानुपर्छ एक नम्बर 2 नम्बर काका एकदम राम्रो 2 नम्बर वार्डमा पित्र भने यो हुनुपर्छ तपाईँले त्यो काटी लडाएर ल्याउनुपर्छ कहाँ हावाले हल्ला सर जोर माथि होइन दुनियाँको भनाइ खानु भन्दा कता यहाँदेखि माथि त्यति साह्रो तिमीले पायो खर्च गरेर अब त्यो खेत छैन माछा पाल्नु छ मान्छे कम ज्यादा पित्राको गफ गर्न पित्राको म नाच्छु काका नाच्छौ नाच्छु तर म थाहा छैन नाच्छ मान्छेलाई थाहा छैन खाने पानी नहोला त्यो त साथीमा हामी अब हुन आँट्यो होला अब बिस्तारो हाल्नुपर्छ नातिन नि नबोलाउने हामी आइहाल्छौँ आफै जानेर आउँछौँ बाजु नयाँ वर्षको शुभकामना होइन प्रसाद हो नि त पित्राको प्रसाद बाई माया चुपनी गर्यो ल हाम्रो भाले ह्याप्पी न्यू इयर ल ह्याप्पी न्यू इयर नयाँ वर्षको शुभकामना सबै नेपाली दाजुभाइ तथा दिदीबहिनी देश विदेशमा बस्नुहुने सम्पूर्णलाई है अनि हामी भतिजिलाई खै त सबैलाई भनिसक्यो दाजुभाइ त दिदीबहिनी भन्नुभयो भतिजी नेपालीलाई भनिसक्यो अब अनि नेपालीबाट आयो होइन ल ढले 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 डेमालाई नयाँ वर्षको शुभकामना नाची पनि दिन्छु है आखै लरिबरी आखै लरिबरी आखै नन्दा भाउजू यहाँ के पोल्ने एकजना फुक्ने एकजना पोल्ने सर ह्याप्पी न्यू इयर सेम टु यु नन्दाजी ह्याप्पी न्यू इयर थ्याङ्क यू काकाले फेरि यहाँ अर्को काट्नु हुँदैछ माङको खानु जाउँ बाजेहरू यता हुनुहुन्छ लु काकाले माङको बार्नु हुँदैछ यहाँ मम्मी माङको कस्तो छ मिठो छ छोरी माङको एकदम मिठो छ यो मान्छ उक्ता खालामको खै कता लु यहाँ काकालाई छिटो काकालाई माङको थोरै बिजी छ खानुभयो मै खान्छु दुईटा हात थाहा भन मेरो हात चाहिँ एउटा नरिसाउने बाजे माङको खानुभयो माङको खाँदैछु नानी ए त्यो बोतलमा माङको होइन खाएर यो अब घाँटी माङको खायो यो समाउँदा म खान्छु ग्लास अठाएर क्या ए अघि चाहिँ भाग्नु हुँदै थियो अहिले चाहिँ खिचाडे माङको अघि अनुहार कुचेको थियो अहिले चाहिँ बाजे अन्डा सिधा भयो अरे माङको खाएको दिदी बस्नु उनीहरू चाहिँ खाना पाकेको छ दुईटामा अरूमा पकाउने आफूले पकाउँदा हुन्छ उहाँ दाल पाकेको छ पित्रा खाइसकिस् पित्रा खाइसक्नु भयो काका अहिले देवा पित्रा खाँदै हुँदो रहेछ भान्दा चाहिँ के साह्रो बिन्दासमा बस्नु दिदी दाल भात के पो तरकारी सुप अचार तरकारी डाडु
कुदो मैले भात बोकेको खै नमस्ते ए के नदेखेको नि त के थप्दा हुन्छ हाँसा बाफ निस्किँदैछ देम खानु ल राईको भित्र बटुको भित्र अझै कक्रासी बनानिन् लु खाना खान आउनुहोस् ए देवाको त राम्रो हुनुभएछ नि अहिले त अनि खाना खानु हजुर लु बाजे खाना खानु जाऊँ दिदी बाजे लु बाजे बल फुट्छ हाइट नहान्नु माम खानु हिँड्नु माम खानु लु पित्र कस्तो भयो काका बाजे दामी भयो भाउजू खाना कस्तो हुँदैछ पूजा कस्तो छ खाना हो लु पित्र कस्तो भयो काकाहरू बाजेहरू हजुर दाजु पित्र कस्तो हुँदैछ ए भाइ पित्र कस्तो छ पित्र कस्तो भयो साथीहरू हाम्रो चाहिँ पित्र सक्यो खानाहरू खाएर सकेर अब रेस्ट गर्ने आजको भिडियो यति नै थ्याङ्क यू फर वाचिङ दिस भिडियो बाई